सम्पूर्णमा जय श्रीमन्नारायण। आज अषाढ शुक्ल पक्षको हरिशयनी एकादशी। एकादशी तिथि भनेको के हो त? एकादशी तिथि भनेको भगवान विष्णुको अत्यन्तै प्रिय दिन हो एकादशी तिथि। र हरिशयनी एकादशी भनेको के हो? अषाढ शुक्ल पक्ष एकादशीको दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ र 4 महिनासम्म चतुर्मास योग निद्रामा रहनुहुन्छ भनी शास्त्रमा वर्णन गरिएको छ। आज के गर्ने? हरिशयनी एकादशीको दिन आज के गर्ने के नगर्ने, यो तपाईँ हामीलाई सम्पूर्णलाई एउटा मनमा खेल्ने प्रश्न नै हो। यसको बारेमा मैले छोटो भिडियो लिएर आएको छु। सम्पूर्णले हेरिदिनु होला। फेसबुक, टिकटक, युट्युब लगायत अन्यमा पनि सँगै भएर लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला भन्ने म पूर्ण रूप विश्वासमा रहेको छु। र आज विशेष गरेर व्रत बस्ने, आज निराहार वा फलाहार व्रत बस्ने र त्यस्तै जप र पाठ गर्ने। ओम नमो भगवते वासुदेवाय नमः यो मन्त्रले जप्दा अत्यन्तै राम्रो हुन्छ भने विष्णु सहस्त्रनाम, गीता पाठ, भागवत पाठ लगायत सम्पूर्ण विष्णु भगवानका पाठ पारायण गर्दा आजको दिन अत्यन्तै राम्रो हुन्छ। र त्यस्तै आज दान गर्ने, के दान गर्ने? अन्नदान गर्ने, गौदान गर्ने, वस्त्रदान गर्ने, तिलदान गर्ने। यी दान गर्दाखेरि पनि अत्यन्तै राम्रो मानिएको छ आजको दिन। र त्यस्तै सत्सङ्ग सुन्ने, कथा सुन्ने, एकादशीको महिमा सुन्ने। एकादशी भने हरिशयनी एकादशी भन्ने के हुन्, यसको बारेमा हामीले कथा कहानी सम्पूर्ण पूज्य गुरुजीहरूबाट सुन्ने। र यति सकिन्न भने अहिले हाम्रो एकदम सजिलो छ, युट्युबबाट पनि सुन्न सक्नुहुन्छ। र त्यस्तै आज हरिशयनी एकादशीको यति गरेपछि के फल मिल्छ त हामीलाई? घरमा सुख, शान्ति, समृद्धि, ऐश्वर्य प्राप्त हुन्छ, मनोकांक्षा भरिपूर्ण हुन्छ, धनको कमी हुन्न, विद्याको कमी हुन्न, सम्पूर्ण कुराले हामीलाई एकदमै भरिपूर्ण गराउँछन्। र भगवान विष्णुजी र लक्ष्मी प्राप्त भए अरू कोही नै चाहिनन्। यति भन्दै मैले यो भिडियो अन्त्य गरेँ। सम्पूर्णमा एकदमै आभारी छु। सम्पूर्णमा हरिओम नारायण, सम्पूर्णमा जय श्रीमन्नारायण। र भगवान विष्णुजीको एउटा श्लोक भनेर म हजुरप्रति बिदा हुन चाहन्छु। ओम सशङ्ख चक्रम सकिरीट कुण्डलम सपीत वस्त्रम सरसीरुहेक्षणम सहारवक्षास्थलशोभिकौस्तुभम नमामि विष्णुं शिरसा चतुर्भुजं। हरिओम जय श्रीमन्नारायण।